रोडपति भयौं। के भन्नुहुन्छ यो बीचमा सरकारलाई? अब कसरी हुन्छ हामीलाई घाँसफासको व्यवस्था गरिदिनु पर्यो। ल मलाई खान पुग्ला एक किसिमलाई ती अरू गरिब परिवार नमरुन् त्यति मात्रै हो। त्यत्रो कति मुरी धान फल्थ्यो? अहिले एक कमाइमा 25 मुरी धान। अहिले तपाईँको मेरो अब त तल्लो घर सधैँ लाँदा 10 करोडको सम्पत्ति गयो। 10 करोड? हजुर हजुर हजुर। एउटै व्यक्तिको? हजुर म एउटा। तपाईँको अनुमानमा यो बजारमा सबैभन्दा बढी क्षति कुन चाहिँको भयो होला भनेर म सोध्दिनँ। बाँच्यो भने त जसरी दुःख गरेर बालबच्चा पालिन्छ। यहाँबाट चाहिँ अझै कतिहरू त हिँड्नै नसक्ने। अब हामी त वस्तु भाउ थिएन, हामी त हिँड्यौँ। वस्तु भाउ उनीहरू त रोएर बस्नु भएको। वस्तु भाउ छोडेर हिँडौँ पाप लागिहाल्छ। आफू मात्र हिँडेर सबै हेरेर भन्नुभएको कतिखेर आउँछ बगाउँछ भनेर त्यस्तो त्यस्तो हेरेर बस्नु परेको छ। सबै घर आफ्नै अगाडि बगाउँदा पनि छैन। हामी त सुतेकै छैन। बिहान पानी त तर मान्छेलाई त के भएन नि? मान्छे के भएन नि? मान्छे बच्यो अरे। फर्स्ट टाइम होला यस्तै गाडी आएको त? एक दिन बारी भयो आएन। त्यही बारीले त्यस्तो बनाएर नत्र हेर कत्रो आएको कत्रो कत्रो हातै थर्र काम है त डुबायो। अब त लग्यो यस्तोसम्म बनायो कि तलको पुल लैजान लाग्छ। यहाँ यत्रो मुडो लिएर आएको छ। हेर्नु कत्रो ल्यायो टायर धरि भिडियो खिच्छौँ यसै आइयो भने त्यो पुलमा मान्छे किन बसेको कस्तो आइरहेछ? खतडा माथि खतडामा पुगौ ठ्याक्क खोलौ खतडामा पुगौ ल गौ धानको गाना पुगो। त्यो मान्छे किन गएको होला त्यहाँ? ऊ चाहिँ छ नि मान्छे मर्नलाई। फेरि लाने भयो त्यसलाई त्यहाँबाट नि अनि चल्छ चलेपछि लैहाल्छ नि बरु त्यसरी बस्नुभन्दा जाओस् है। होलान् बैकीहरू ल्याएको है
मगरा गरा मुटुको खै त्यो दाउरा थोङ्गै उहाँको हो होइन त भने भएन नि सबै थुन्ने खोलो थुनेर आएको हो यो लार्के खोलाको बाढी हो यो लार्के खोलो थुनिएर आएको मेलम्चीमा हेर्नुहोस् काठका तैरिन ल हेर्नुहोस् त यी सब भागिहाल्यो प्रकृतिसँग कस्तो के लाग्छ आयो भागो ल हेर ए भागो 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 भाइ भागो आयो आयो ए भागो 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 भाइ भागो आयो आयो भागो 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 ओइ माथि आऊ आऊ भागो 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 आउनु पर्ने के चाहिँ हेर न उहाँको अगाडि बल्ल कति ल्यायो ओइ भाग 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 माथि आइज मात्र हेर कति ल्यायो ले के आयो लार्के आयो लार्के आइयो भएन त यो के चाहिँ आगोला यो घर होइन ओल्लोले ल्याए नि दाउरा कति काठ कति ल हेर उडा त उडा उडेको ल हेर्नुस् काट भिडियो खिचौँ यसै आइयो भने तालमा आमा यत्रो आएन हेर उता पारिपट्टि छ उसको टुलामा त्यो पुलमा मान्छे किन बसेको कस्तो आइरहेछ खोला पऱ्यो हाल यसरी आउँछ यी अब के गर्ने ल सबै तल जाम भइसक्यो पामले भरिसक्यो जान्छ यो अब गयो यही छालले लानै सक्छ अब यहाँ अलिकति फराकिलो ठाउँ भएर मात्रै हो ऊ त्यो घरमा एउटा मान्छे छ के त्यसलाई निकाल्न पो गाह्रो पऱ्यो त जुन दृश्य मैले देखाइरहेको छु यो पारीको मेलम्चीको दृश्य हो जुन आमा हेल्मो बसपाक रहेको ठाउँ अहिले त्यहाँ भएका घर पसल टहराहरू कुनै पनि एउटै छैन सबै बगरमा परिणत भएको छ त्यस्तै गरी त्योभन्दा मास्तिरको घर इन्द्रावती र मेलम्ची एकैसाथ बाढी आउनको परिणामबाट यो क्षति भइरहेको छ यो क्षतिको अनुमान गर्न सकिएन र जुन किसिमको खोला आइरहेको छ हाम्रा यहाँ भएका वयोवृद्धहरूले भनेअनुसार उहाँहरूले पनि कहिले पनि यो खोला यत्रो आएको थियो भनेर अनुमान पनि गरेका थिएनौँ र कहिले देखेको थिएनौँ भन्नुभएको छ यो इतिहासकै सबैभन्दा ठुलो खोलो